हाम्रो यो सानो परिवारमा खुसी के हो थाहै भएन। समय नि गयो, दिन बित्दै गए, तर आज म खै के भए कुन दिन आउला हामी खुसी हुने दिन र बेला। अछुत भनी सधैँ गरिरहेछन् हेला, अछुत भनी सधैँ गरिरहेछन् हेला। टिप्न खोज्छु फुलहरू काँडा बनी रोकिदिन्छन्, आफ्नै मान्छेले नै पराई बनी ठोकिदिन्छन्, आफ्नै मान्छेले नै पराई बनी ठोकिदिन्छन्। मेहनत गर्छु आफ्नै खेतबारी, हाम्रो यो जीवन हो दुःखको भारी, दुःखको भारी, दुःखको भारी, दुःखको भारी, दुःखको भारी। हजुर म यता छु। ए यता कहिले छ त? यहाँ आऊ त। हस् भन्नुहोस् त बुढा। होइन पढले उठाएन अझै? त्यसलाई आज छिटो उठ्नु पर्छ भन्ने कुरो थाहा चाहिँ छैन? आउनुहोस् म हेरेर आउँछु। हे यो घरको मान्छे के भयो? हजुर आज त साँच्ची नाग पञ्चमी है? हजुर नि त। हजुरको दाइ अहिले सुन्नु भएको थियो, त्यही भएर त बुवा रिसाइराख्नु भएको छ। त्यही त नि भाउजू, हिजो अस्ति त दाइ छिटै उठ्नुहुन्थ्यो, आज के भएछ त नि? ए छोरा छोरा, होइन तेरो उठ्ने बेला भएन? उफ, आज नाग पञ्चमी, आज नागराजको पूजा गर्नु दिन। श्रीमान पनि हुनुहुन्न, छोरा पनि सहरतिरै छ। अब छोरा मान्छे नभएको गर्दा कस्तो कस्तो फल्नु नै हुँदो रहेछ। त्यस्तै हो, कसैलाई भएर पनि मात लाग्ने, कसैलाई अभावै अभाव। त्यही माथि छोरी मान्छे नै पर्यो, जस्तो सुकै परिस्थिति आए पनि सहनु पर्नु। आज नाग पञ्चमी, छोरी मान्छेले पूजा त नगर्नु भन्छन्, तर अब के गर्नु, आज पञ्चमीको दिन फेरि पूजा नगरे नाग रिसाउलान्। जेसुकै होस्, पूजा त गर्नु पर्यो।
ए नागदेवता, मैले जस्तो जाने त्यस्तै पूजा गरेँ। कुनै गल्ती गरेको भए माफी चाहन्छु, मैले जानेको गरेँ। यसो म फ्रेस भएर आउँछु है। बुढी अहिले त म छु, म रन्जेल यिनीहरूले जे गरे पनि पुग्यो। तर मलाई केही भइहाल्यो भने यसले के गरेर खाला? भएको कुरा आज दाबी दिन यस्तो कुरा गर्दैन। ल दाइ पनि आइपुग्नु भयो, छिटो पूजा सुरु गरौँ है बाबा। आमा आज मलाई यस्तो टाउको दुखेको छ। टाउको नदुख्नलाई त बेलैमा सुत्नु पर्यो नि। अबेलासम्म मोबाइल चलाएर बस्छस्, टाउको नदुखेर के दुख्छ? खै मोबाइल त चलाएको थिइनँ, के भयो त्यो भएर आज निद्रै लाग्यो। ल छोरा, अब ढिलो उठिस् के अरे? पूजापाठ हामीले गरिसक्यौँ। ल बरी चिया बनाइ ल्याउँछ। बाबु अब तिमी ठुलो भइसक्यौ, बच्चा होइनौ। नानी अब तिमी यसरी हालेर हिँडेर हुँदैन। घरको बारेमा केही न केही सोच्नुपर्छ बाबु। हे बुढा, भएको एउटा छोरासँग पनि कति किचकिच गर्नुहुन्छ। आमा बोल्न दिनुभयो। साँच्चै भन्यो भने मैले हजुरहरूको लागि र घरको लागि के गर्न सकिरहेको छैन। तर हजुरहरू नआत्तिनुहोस्, के गर्न पर्छ मैले राम्रोसँग सोचेको छु। आमासँग कुरा नगरेको पनि धेरै भयो, एकचोटि आमालाई फोन गर्नु पर्यो। ए छोराले पो फोन गरेछ। हेलो छोरा। आमा ढोक गरे। भाग्य माने भयो छोरा। सन्चै हुनुहुन्छ? म ठिक छु, अनि तिमीलाई? ठिकै छु। अनि अर्को छोरा कस्तो भयो? कस्तो हुनु र छोरा? अब तिमी पनि छैनौ, अब मैले जस्तो जाने त्यस्तै पूजा गरेँ। छोरा कहिले आउँछ त तिमी घर? तिमीलाई थाहा छ त तिमी नभएको घर कति सुन्ने भइरहेको छ। चिन्ता नगर्नु न आमा, जसरी भयो नि रक्षाबन्धनको दिन आइपुगिहाल्छु नि। बरु भन्नुहोस् न आमा, म घर आउँदा हजुर पुरै राम। मलाई केही पनि चाहिँदैन छोरा, तिमी घर आए मात्र पुग्छ। र त हुन्छ आमा, अहिले मलाई काममा जाने टाइम पनि भइसक्यो। म फोन गर्दै गर्छु नि, ख्याल गर्नुलाई है त। हस् छोरा, आफ्नो ख्याल गर्नु, राम्रोसँग काम गर्नु। हस् आमा। हुन्छ छोरा, हुन्छ। आइया नि नन्दै धार भाँच्छन्। आइया आइया जुसे कहाँबाट त आज हाम्रो घरमा? यसो गाउँ डुल्ने आएको दाइ। ए हो र, ल ल बस जुसे बस। त्यही बस जुसे, त्यही बस।
बरी जुसेले कप चलाएको छ जुसे आज नागपञ्चमी पूजा गर्नु त जुसे हजुर दाइ कता हराएको कहाँ हराउनु दाइ जता हेऱ्यो हरियाली हरियाली आज मलाई कस्तो उडाठ लागिरहेछ दाइ के भयो त आज तिम्रो जुसे भाइ त्यस्तो ल भाइ च्याउ दाइ बुहारीको हातको चाय कति मिठो रहेछ है ए जुसे तैँले पनि यस्तो मिठो चिया खानालाई तेरो छोरोको त बिहा गरिदिनु पर्यो त होइन र तैँले छोरोको बिहा गरिदिस् भने अब बुहारीले तिम्रो पनि ख्याल राख्छ होइन अनि लोठे पनि सुध्रिन्छ तेरो छोरो अहिले आवारा केटाको भइसकेको देख्छु मैले सधैँ बेलामै सुधार है नत्र कुनै दिन तँलाई पनि खाल्टोमा हाल्छ अनि के बनाउने त होइन र म त विचार गर है हजुरले बेलैमा सम्झाउनु भयो हजुरलाई धेरै धन्यवाद मैले भएको कुरा भनेको जुसे धन्यवाद दिनु पर्दैन बरु जुसे हामी बाहिर जान लाएको तिम्रो पनि काम छैन भने यति हामीसँग जाउँ यसो सहयोग पनि हुन्छ अनि साँझतिर खाना खाएर यता जाउँला बाबु बुढी अब हामी बाहिरतिर जाउँ जुसे पनि छ बुहारी तिमीले छोरीलाई खाना खुवाएर कलेज पठाऊ अब हामी बाहिरतिर गएर अब खाना सिकाएर चाँडै नै आउँछौँ बुवा बरु बारीमा म जान्छु नि आमाले खाना बनाउनु पर्दैन बुहारी तिमी भित्र खाना बनाऊ तिमी काम गर्न सक्दैनौ बारीमा हामी जान्छौँ नि त त्यही त नि आमा दाइ धेरै अल्छी हुनु भएको छ दाइलाई बारीमा लगाएर धेरै काम लगाउनु ल ल ल ल ठिक भने छोरीले ल ल जाउँ न सबैजना उठा 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 ल ल ठिक भने भाउजू म जान लागेको ल हवस् भाउजू। Yes! साथी हो रिल्याक्स उका बिना मरिजान्छ मरि लाग्यो सुन साथी जब म रक्सी खान्छु नि मलाई त्यसैको याद बार आइरहन्छ भने होइन को हो तँलाई त्यस्तो धेरै याद आउने सो हामीले पनि चिन्न पाए त हुन्थ्यो कि कसो केटा हो त्यो के तल स्विटी लटेर केटीले पालै त्यो केटी भनेपछि मरि हत्या गर्छ के लटे चाहिँ हेर भाइ तँले मात्रै चार हुन्छ तँले पनि जानु पर्यो नि एकचोटि तेरो अनुहार हेर्दा टोइलेटमा गएर ऐनामा अनुहार हेरी म त कसैलाई पनि सम्झिँदै मैले त ब्रेकअप भाँदिनँ मैले त केटाहरू है पुरा ब्रेकअप पार्टिदिएँ क्या ब्रेकअप पार्टी पछि छोड्दै भाइ सम्झिनु छोड्दै
नरेश भाइ सम्झिनु छोड्दै केटीले सम्झिनु छोड्दै अर्को पट्याउने हो हेर सम्झिने अर्को पट्याउने हो चार मात्रै हुन्छ भने त हेर भाइ मैले इन्डियाको सनी ल्याउने गर्दिनँ के मेरो उहिले भइसक्यो त भाइ उहिले नआउने एक्लै छु राडै मर्ने भइसक्यो के को राडै बस्ने कुरा गर्छौ भाइ यार हामी छोरा मान्छे भनेको एटिएम कार्ड हो क्या एटिएम कार्ड जति घटो केटी त्यति नै आउँछ कि त्यही भएर बिहे त गर्नै पर्छ केटा हो कहाँ राडो बसिन्छ केटी जति सबै अङ्कललाई आन्टीलाई पैसा छैन यसो भएको कारणले गर्दा अब यो हामी साथीभाइ बाँच्ने जुझ्ने भन्दा पनि यो बेर जति यो सबै लोठेलाई खुवाइदिउँ यसलाई आज पुरै झ्याप बनाइदिउँ ठिक भनिस् सबै नलाई गर्नु रोडमा बसेर रक्सी खान चाहिँ मलाई लासारमा छैन के को लाग्छ खाए त फेरि पैसा तिमीले पैसा दिएछ मलाई अझै धेरै उठोस्